पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले 10 दिनको समय मागे पनि 5 दिनको मात्र अनुमति दिनुभएको हो। गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनमा दमन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा प्रहरीले हिजो बिहानै ओली र लेखकलाई पक्राउ गरेको थियो। स्वास्थ्य अवस्थाका कारण त्रिवी शिक्षर अस्पतालमा भर्ना हुनुभएका ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो भने लेखक भौतिक रूपमै जानुभयो। ओलीको हकमा अदालतले आवश्यक प्रबन्ध मिलाएर उपचार गर्न पनि भनेको छ। अदालतको अनुमतिपछि ओली केही दिन अस्पतालमा रहने देखिएको छ। सामान्यतया जुन प्रहरी कार्यालयले अनुसन्धान गर्नुपर्ने हो त्यही प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गर्ने चलन छ। हिरासत नभएको अवस्थामा मात्रै अन्य कार्यालयमा राखिन्छ। तर हाई प्रोफाइल तथा पूर्व गृहमन्त्री समेत रहेका लेखकलाई सुरक्षाको कारण भन्दै नेपाल प्रहरीको महाराजगञ्ज स्थित 2 नम्बर गणमै राखिने भएको छ। केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीलाई कार्की आयोगले फौजदारी मुद्दा चलाउन सिफारिस गरे पनि मन्त्री परिषदले सुरक्षा निकायका अधिकारीको हकमा छुट्टै समिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको थियो। उनीहरू विरुद्ध प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्न आदेश दिएको आरोप छ।